हेलो गाइज, गुड मर्निङ एभ्री वान। सबैले सन्चै होला, म पनि एकदमै सन्चै छु। र आज पनि मेरो यो चाहिँ ललितपुर म्युजिक सिटी होइन, त्यो ड्युटी आज चाहिँ अब कति पछि चाहिँ मैले अब ड्युटीलाई भेटेँ। सायद कति 3-4 महिनापछि, 5 महिनापछि नै भर्खर ल फेरि ड्युटी आज बल्ल भेटेँ कि 4-5 महिनापछि चाहिँ ड्युटीलाई सँगै ड्युटी परेँ होइन। रोक्को आउँछ, अब प्रजितलाई पनि आउँछ, प्रजित आउँदै होला बाटोमै। अनि अमन पनि हो, अब अमन पनि 1.5-2 महिनापछि हामीसँगै परेर के छ आजभोलि म सिङ्गल भएको भाइ खोजिदिनु होला। युट्युबमा कोही खासै मलाई हुनुहुन्छ भने अमन सरसँग है, खासै सम्पत्ति भएको धनाढ्य व्यक्ति त होइन, तर पनि ठिक छ। मन दिने दुईजना मिलेर एउटा कटेज हालौँला, मैले माया गरौँला पक्कै पाइयो त गरेर कार्यक्रम चाहिँ के गरेछ यता फर्स्ट है केही पनि भएन। मलाई प्रायः जस्तो अब यता एक्जाम हो, अहिले एक्जाम भएर चाहिँ अहिले चाहिँ फेरि यहाँ चाहिँ अहिले एपिएफ एक्जाम पनि भइरहेको छ सिलेक्सनको लागि। यो के को खास यो के यो उको लागि हो क्या भन्दैन, कोरियाको लागि भयो हजुर। ए मैले यो अब यो के भन्छ हामी चुनावतिर के भन्छ त्यसलाई, चुनावतिर तत्कालको चुनाव त हुन्न, उयो त बनाइ खोजेको चुनावको लागि हाल्छ नि त अहिले चुनाव भनेको उयो भिरपाखा के सिलेक्सन गर्छ। म्यादी पहरेको लागि सोचेको थियो तर होइन रहेछ त्यो। म जाँदैछु अब जानुपर्ने फेरि म्यादी पहरेको तर म जान्दिनँ जुन जाने हो कि म्यादी पहरेतिर फेरि फुल फेरि मेरो त फेरि पावर लाग्छ नि त म्यादी पहरेको। बरु 50,000 तल भाइ मलाई 1 लाख रुपियाँसम्म तल मिलाउन सक्छु यस्तो 1 लाखसम्म भयो त जानु पर्ला। किनभने 3 महिना त हो उद्योगबाट पुरा 17 एक्जाम चल्दैछ भित्र चाहिँ म्युजिक सिटीभित्र यता पुरा आउँछु पर्खाइमा चाहिँ प्रदाय पनि आइसकेका छन् होइन। अनि लङ टाइम नो सी यार दाइ है, के हो प्रदाय? अनि आँखा तारले रातो रातो छ त ए भाइ धुली हिँड्न नपुगेर हो कि ए हो त्यही भएर होला। कस्तो भयो त रेस? त्यहाँको रेस कस्तो भयो त? रेस त यस्तो भयो हो पुरा नाइन स्टाफ दुईजना मान्छे को हो र? ऊ आयो क्या राजकुमार राजकुमार यसरी जितेको राजकुमार गाएको जित्यो त्यसैले थर्ड राजकुमारले जितेको ए फेरि सुन्ला न त्यसको फ्यानहरूलाई थर हो कि फर्स्ट भएको हो कि थर्ड भएको? थर्ड भयो थर्ड भएको फर्स्ट चाहिँ भएन। त्यो अर्को के पौडेल भन्ने थियो नि, को पौडेल के पौडेल भन्ने सधैँ जितिरहेको छ नेसनल कि नेसनल त्यस एक्जाम चाहिँ अहिले पनि सकेन रहेछ। जोस् अझ पुरा एपिएफहरू चाहिँ पुरा सुरक्षाहरू दिइरहेको छ एक्जामको लागि होइन। परीक्षा भइरहेको रहेछ भित्र भिडियोमा नै आएर हो। केरा दिने बेलामा आएछु भन्ने जस्तो